वेलकम छ सबै साथीहरूलाई। आज पनि एउटा भिडियो हालौँ जस्तो लाग्यो र भिडियो हाल्दैछु। अनि यो पल्टको भोट हजुरहरूको कसलाई? कसैले घन्टीलाई, कसैले काङ्ग्रेसलाई, कसैले कम्युनिस्टलाई, हैन, कसैले कसलाई भन्नुहुन्छ। सबै नेपालीहरूको आफ्नो आफ्नो आस्था छ, आफ्नो आफ्नो विश्वास छ, आफ्नो आफ्नो विवेक प्रयोग गरेर सबैले भोट हाल्नुहुन्छ। अनि एउटा विदेशमा भएको अलिकति टाठो, अलिकति पढेको, अलिकति म चाहिँ कमाउने भन्ने खालको छोराले पोस्ट हाल्छ। ऊ विवेक पनि भएको, बुद्धि पनि भएको, धेरै पढेको, अस्ट्रेलिया गएको, अमेरिका गएको, युरोपको कन्ट्रीहरुमा राम्रो काम गरिरहेको, अलिकति पैसा पनि कमाएको छोरोले एउटा पोस्ट हाल्छ। कस्ता नेपालीहरु गुखाने बुद्धि भएका, भोट परिवर्तन गर्दैनन्, यति भन्दै पनि बुझ्दैनन्। के नेपालीहरु साच्चै गुखाने नै बुद्धि भएका हुन्? नेपालीहरुलाई अपशब्द नै बोल्नुपर्छ? के हामी गुखाएर नै नेपालमा बसेका हौं त? एउटा क्वेशन तड्का रूपमा उभिजिएको छ। हामी कस्तो समाज बनाउन गइरहेका छौं? कस्तो संस्कार सिकाइरहेका छौं छोराछोरीहरुलाई? जुन बालीमा अन्न लागेको हुन्छ नि, ऊ निउरेकै हुन्छ। भोट माग्नको लागि पनि हैन, निउरिनुपर्छ, नम्र हुनुपर्छ, मिठो बोल्नुपर्छ। गुखाने, चिनी खाने, तथा नाम, हैन, सुन्नै नसक्ने, कुनै कमेन्टहरु पढ्नै नसक्ने खालका कमेन्टहरु गरेर भोट परिवर्तन हुँदैन। भोट परिवर्तन गर्नको लागि मिठो बोलेर परिवर्तन गराउनुपर्छ। हिजोसम्म वार्ड अध्यक्ष उठिरहेको, नगर प्रमुखमा उठिरहेको दावेदारको छोराहरुले पनि जाँड खाने, चिनी खाने, गुखाने, झोले भनेर कमेन्ट गरेको पाउँछु। दुःख लागेर आउँछ। अस्ति आफ्नै बाबा उठ्दाखेरि चाहिँ त्यही पार्टी राम्रो भयो, आज त्यही पार्टी नराम्रो भयो। अझै सुन्नमा आइरहेछ डाइनामिक हुनुपर्छ। कस्तोलाई भन्ने डाइनामिक? 7 सालको हाम्रो हजुरबुवालाई, 46 सालमा आन्दोलन गर्ने बाबालाई, माओवादीको क्रान्ति गर्ने मलाई, अनि अहिले जीएनजी। देश र जनताले के पाउँछन् भन्ने ठूलो प्रश्न हुन्छ। कसले जित्छ भन्ने कुरा होइन। जितिसकेपछि देशले चाहिँ के पाउँछ त? बालेन जस्तो, रवि जस्तो होनार युवाहरू देशमा चाहिन्छ। बुढाहरू चाहिँदैनन्। यी बुढाहरूले बिगारेकै हुन्। तर पनि बुढाहरूको पनि कहीँ न कहीँ आवश्यकता पर्छ देशलाई। त्यही भएर म भन्ने गर्छु, नेपालमा राजा पनि चाहिन्छ। सबै मिल्नुपर्छ देश विकास गर्नको लागि। अनि मात्रै जनताले केही पाउँछन्, देशले केही पाउँछ। नभए देशले, जनताले केही पनि पाउँदैन। एउटा नेता जितेर जानु, एउटा नेता प्रधानमन्त्री हुनु नहुनुले ठूलो असर गर्दैन देशमा। गर्ने भए पहिले नै गरिसक्थ्यो। अब आश पनि छैन कोहीसँग भन्दैमा निराश पनि हुनु हुँदैन। हामीले युवालाई जिताउनुपर्छ, युवाबाटै देश बन्नुपर्छ र युवालाई पिछाडीबाट होस्टेमा हैसे अरूले गर्नुपर्छ भन्दैमा हामीले राम्रो संस्कार पनि हामीले सिक्नुपर्छ। हजुरहरु अस्ट्रेलिया जानुभयो, अमेरिका जानुभयो, युरोप जानुभयो, तपाईहरु मात्रै बुद्धिमान होइन। हामी नेपालमा बस्ने नेपालीहरुलाई गुखाने, चिनी खाने, दुनिया खाने भनेर गाली नगर्नुस्। हामी नेपालको माया गरेर नेपालमै केही गर्नुपर्छ भनेर यही माटोमा परिश्रम गरेर नङ्ग्रा ख्याएर बसेका हौं। हामीलाई पनि सही र गलत के हो भन्ने कुरो थाहा छ। हामी त्यही अनुसारले भोट परिवर्तन गर्नुपर्ने आवश्यकता भयो भने गर्छौं। तर यस्ता अपशब्दहरु बोलेर लाइटमा आउनको लागि र नेपालीहरुलाई गुखाने, चिनी खाने अपशब्द नबोल्नुहोस्। राम्रो संस्कारको विकास गर्नुहोस्। हामीले जितेर अब देश बनाउनु छ, राम्रो संस्कारको विकास गर्नु छ, नेपाली भनेर गौरव गर्न सक्ने वातावरण बनाउनु छ। र बालेनले, रविले, हैन, अरु सम्पूर्ण दलका नेताहरूले आफ्ना अनुयायीहरूलाई, आफ्ना समर्थकहरूलाई यस्ता शब्दहरू नबोल्नको लागि अनुरोध गरिदिनुहोस्। एउटा पोस्ट गरिदिनुहोस्। शान्तिपूर्ण वातावरणमा, राम्रो मैत्रीपूर्ण वातावरणमा चुनाव होस्। अपशब्द, दुनिया शब्दहरू बोलेर फेसबुकमा पोस्ट नगर्नुहोस् है त। धन्यवाद।